चासोक तङनाम याक्थुङ समुदायले ठूलो पर्वको रूपमा मनाउँदै आइरहेको छ। किन, कसरी र कहिलेबाट? आजको यस भिडियोले तपाईलाई प्रश्न पार्नुहुनेछ। दर्शकबिन नमस्कार, सेवारो म रजनी हाङसरुम्बा। अहिले तपाईँ हेर्दै हुनुहुन्छ सोमहालुङ टाइम्सको अफिसियल युट्युब च्यानल र फेसबुक पेजबाट एकैसाथ हेरिरहनु भएको छ। चासोक तङनाम चासोक थिसोक अर्थात् नेवाङ्गी पूजा याक्थुङ समुदायले मनाउँदै आइरहेको छ। यस विषयमा आज तपाईलाई प्रश्न पार्नका लागि भनेर लिम्बुवानी इतिहासका खोज अनुसन्धाता मुन्धुमका अध्येता लक्ष्मण लाउतीज्यूलाई अनुरोध गरेको छु। अहिलेलाई उहाँकै कुरा सुनौँ है त। चासोक थिसोक अर्थात् चासोक उधौली पर्व भनेर भन्छ, जसलाई हार्भेस्टिङ टाइम, अन्न सङ्कलन गर्ने समय। त्यसलाई चाहिँ आदिकालमा लिम्बू जातिहरूले वनदेवतालाई, ताम्बुङ्नालाई, अनि त्यसै गरिकन युमालाई चढाएर अनि तक्सङ्बालाई चढाएर उनीहरूले त्यस पछाडि मात्रै घर भित्र्याउनुलाई चाहिँ आदिकालदेखि लिम्बूहरूको यो प्राकृतिक पूजकहरू अर्थात् त्यो प्रकृतिसँग उनीहरूको सम्बन्धलाई यहाँबाट हामीहरूले बुझ्न सकिन्छ। अब चासोक थिसोक भन्दाखेरि कहिलेदेखि सुरु भयो भनेर भन्दाखेरि तपाईँको हामी याक्थुङबाहरूले सधैँ मुन्धुमले के भन्छ अर्थात् चासोक थिसोक गर्दाखेरि कस्तो खालको अनुष्ठान गरेर उनीहरूले आफ्नो चासोक थिसोकको तङनाम सुरु गर्दछन् भनेर त्यो एउटा महत्त्वपूर्ण हुन्छ। चासोक, चा भनेको चाहिँ अन्न भयो, सोक भनेको चढाउनु, ताम्बुङ्नालाई चढाउनु, युमालाई चढाउनु, तक्सङ्बालाई चढाएर विशेष यति चढाएर उनीहरूले आफ्नो अन्न भित्र्याउँछन् र यसरी खुसियाली व्यक्त गर्न सुरु गर्दछन्। र अब चासोक थिसोक गर्दाखेरि अब हामीहरूले चाहिँ त्यसमा के हो यो चासोक थिसोक कहिलेदेखि यो सावायाहाङहरूले याक्थुङबाहरूले चलाउन सुरु गरे भनेर भन्दाखेरि त्यतिखेर चासोक थिसोकको अनुष्ठानले के भन्छ त्यो कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ। अब जस्तै अनुष्ठानमा सुरु गर्छन् उनले अन्नको स्टार्टिङदेखि सावायाहाङहरूले कसरी सुरु गरे भनेर भन्ने कुराबाट सुरु हुन्छ। चासोक थिसोक सुरु गर्दाखेरि चाहिँ तपाईँको अनुष्ठान गर्दाखेरि अब अनुष्ठान गर्ने येबा साम्बाहरूले कसरी सुरु गर्दछन् त्यो चाहिँ महत्त्वपूर्ण हुन्छ। उनीहरूले अब यसरी सुरु गर्दछन्, पोरोक्मी मागे, यम्भामी मागे, सिन्दाङ तारुङ भाङ, यारिन तारुङ भाङ, तियनला माङ्लो, चाअनला माङ्लो, सावा केरेरो भनेर अब बिन्ती बिसाउन थाले। अर्थात् भनेको मतलब के छ भने पोरोक्मी यम्फामी माङले बोट बिरुवाहरू अन्नहरू लिन जान्छु भनेर ती अन्नला देवीकासँग, अन्नकी देवीसँग अन्न माग्न पुगे भनेर मुन्धुम सुरु हुन्छ। अनि त्यस पछाडि फेरि अन्न उनीहरूले सुरु गरिसकेपछि के आउँछ, मुन्धुम कसरी आउँछ। पोरोक्मी माङले चाहिँ अब अन्न उम्रिनको लागि त पानी चाहियो, उनले पानी कसरी गर्छन् भनेर मुन्धुममा चाहिँ पोरोक्मी माङले, यम्भामी माङले, वया लेप्तुरो, पक्लुङ लेप्तुरो, अनि सामित फेरेरो, वाहित फेरेरो, उनले पोरोक्मी यम्फामीले हिमालतर्फ फक्ताङलुङतर्फ जब छेलो फाल्छन्, ढुङ्गा फाल्छन्, त्यस पछाडि चाहिँ अब हुरी बतास आयो, पानी पर्यो। पानी परिसकेपछि त्यहाँबाट अन्नको वनस्पतिहरूको अन्नको कुरा आयो। पोरोक्मी यम्फामीले युमाले पोरोक्मी यम्फामीलाई आदेश दिन्छन्, तिमी चाहिँ यो पानी पार, पानी परिसकेपछि यो चाहिँ अन्न सावायाहाङहरूको लागि अब अन्न वनस्पति उमार्नु पर्यो। उनले चाहिँ सिगेरा याङभुङयाक्नालाई उनले अन्नको बिउ दिन्छन्, पानी म पार्छु, तिमीले अन्न उमार्नु, बिउ बिजनहरू उमार्नु भनेर सिगेरा याक्थुङनामालाई यो अन्नको बिउ दिन्छन्। त्यस पछाडि सिगेरा याक्थुङनामाले या सिगेरा याङभुङयाक्नाले चाहिँ अन्न छरेर खेतीपाती, अनि त्यस पछाडि अन्नको कथा सुरु हुन्छ र अन्न उम्रिन्छ। अन्न फल्न थालेपछि चाहिँ के हुन्छ, सावायाहाङहरू फैलिन्छन्। अब यहाँनिर तपाईँले सोध्नुभएको मलाई चाहिँ यहाँबाट बल्ल सावायाहाङहरूले चाहिँ कसरी यो चासोक थिसोक सुरुवात गरे भनेर भन्ने कुराबाट न आयो होइन, कसरी यो पर्व सुरु भयो। अब मैले यहाँ तपाईँलाई मुन्धुमले
अनुष्ठान गर्ने मुन्धुमले चाहिँ सावायाहाङसम्म यसरी अन्न आइपुग्यो, यसरी खेतीपाती सुरु गर्यो भनेर चाहिँ उसले फलाकेपछि सावायाहाङहरूले यसलाई चाहिँ कसरी सुरुवात गरे त? सावायाहाङहरूले जहिले पनि चासोक थिसोक अर्थात् अन्नको हार्भेस्टिङ टाइम, अन्न थन्काउनुभन्दा सुरुमा अन्न चाहिँ उमारेको बेला, अन्न चाहिँ लगाउने बेला, कल्टिभेटिङ टाइम, जसलाई कल्टिभेटिङ टाइम यो चाहिँ हार्भेस्टिङ टाइम भयो। कल्टिभेटिङ अन्न उत्पादन गर्ने, अन्न रोप्ने, लगाउने टाइमबाट उनीहरूले आफ्नो कुरा सुरु गर्छन् सावायाहाङहरूले। अब सुरुमा तपाईँको चासोक थिसोकको कुरा गर्नुभन्दा अगाडि चासोक थिसोक भनेको त पाकेको अन्नलाई चाहिँ अब थन्काउने कुरा आयो। सबैभन्दा अगाडि त के हुन्छ भने चाहिँ चासोक थिसोकको, चासोक तङनामको कुरा गर्नुभन्दा अगाडि चाहिँ तपाईँले सावायाहाङहरूले के गर्थे भने कल्टिभेटिङ टाइम चाहिँ स्टार्टिङ हुन्छ, कल्टिभेटिङ पार्ट, त्यसलाई चाहिँ यवा युमाङ भनेर भन्छ। त्यसलाई नै सुरुवातमा जुन त्यसले चाहिँ हाम्रो नेपालीमा तपाईँको उभौली भनेर भनिन्छ, खेती गर्ने बेला अथवा कल्टिभेटिङ टाइम भनेर पनि भनिन्छ होइन। अब त्यसमा सबैभन्दा अगाडि उनीहरूले अब सावायाहाङहरूले कसो गरे भनेर हामीहरूले मुन्धुम त्यो बेलादेखिको यो चासोक थिसोकसँग सम्बन्धित कुराहरू पहिल्याउँदै जाँदाखेरि सुरुमा सावायाहाङहरूले यवा युमाङबाट यवा युमाङको कुरा जोड्नुपर्ने हुन्छ। यहाँनिर सुरुमा उनीहरूले मिसेक युमालाई पूजा गर्दछन् अन्न लाउनुभन्दा अगाडि। यो चाहिँ मेरो अब यो अन्न भोलि गरेर चासोक थिसोक राम्ररी भित्र्याउन पाऊँ, अन्नहरू धेरै सावायाहाङहरू फैलिउन्, सन्तानहरूले अन्नको अभाव नहोस् भनेर सुरुमा यवा युमाङ अर्थात् कल्टिभेटिङ टाइममा यिनीहरूले सबैभन्दा सुरुमा मिसेक युमालाई पूजा गर्दछन्। ए थग्ले यम्मा ए साम्माङ यम्मा ए थग्ले तुम्मा ए साम्माङ तुम्मा ए मिसेक यम्मा ए चासोक आबिरेओ थिसोक आबिरेओ भनेर उनीहरूले सबैभन्दा अगाडि मिसेक यम्मा भनेको युमालाई उनीहरूले पुकार्दछन्। हामीहरूले अब यो सुरुमा चाहिँ यो हाम्रो अन्न सुरु राम्रो भयो भनेर, राम्रो होस्, अन्न राम्रो फलोस् भनेर उनीहरूले सुरुमै त्यसरी मिसेक युमालाई पुकार्दछन्। मिसेक युमालाई पुकारिसकेपछि उनीहरूले कसलाई पुकार्दछन् भने ताम्बुङनालाई पुकार्दछन्। ताम्बुङना भनेको तपाईँ हामीहरूले अब के पर्वते भाषाबाट भन्नु पर्दाखेरि वनकी देवी भनेर भनौँ न, ताम्बुङना भनेर भनेको छ। अनि ताम्बुङनालाई उनीहरूले ताम्बुङनासँग कसरी अब मुन्धुमहरू यसो केलाउँदै गर्दाखेरि ताम्बुङनालाई जसरी चासोक आबिरेओ थिसोक आबिरेओ भनेर भन्छ। यी चाहिँ यो अन्नकी धनी बोट वनस्पति, बोट बिरुवाकी धनी, अन्नकी धनी भनेर मुन्धुमले ताम्बुङनालाई व्याख्या गर्ने गरेको हुनाले गर्दाखेरि सुरुमै कल्टिभेटिङ गर्ने टाइममै उसले ताम्बुङनालाई सावायाहाङहरूले पुकार्दो रहेछन् भनेर हामीहरूले बुझ्नुपर्ने रहेछ। अब यो चासोक तङनाम भनेर भनेको मैले अघि तपाईँहरूलाई यो अन्न कसरी सुरु भयो, सावायाहाङहरूले अन्न उमार्न, खेतीपाती गर्न कसरी सुरुवात गरे भनेपछि अनि उनीहरूले कसरी यसलाई चासोक थिसोकलाई त्यति महत्त्वको साथ सावायाहाङहरूले देवी देवता पुकार्दै ल्याएर एउटा पर्व खुसियालीको रूपमा लिए भन्ने कुरा मैले तपाईँहरूलाई सरस्वती पोरोङमी अम्फामीदेखिको कुरा भने। अब हामीहरू यो लिम्बू जातिहरूको लागि यो किन महत्त्वपूर्ण पर्वको रूपमा हामीहरूले लिनुपर्छ भन्दाखेरि मुन्धुमले व्याख्या गरिराखेको छ। के व्याख्या गरेको छ भने हाम्रा आदि पुर्खा सावायाहाङहरूले चाहिँ खेतीपाती गर्न सिके, अन्न फलाएपछि देवदेवतालाई चढाएर खुसी व्यक्त गर्दै घरभित्र भित्र्याए भनेर हाम्रो मुन्धुमले भनिसकेपछि हाम्रो लागि यो कति महत्त्वपूर्ण चाड आदि हाम्रा पुर्खाहरूदेखि यसलाई कति महत्त्वको साथ लिएको रहेछन् भनेर अहिले चाहिँ हामीहरूले बुझ्नु पर्यो। त्यसो हुनाले गर्दाखेरि हाम्रा पुर्खाहरूले खुसी व्यक्त गर्दै एउटा पर्वको रूपमा मनाउँदै ल्याएको यहाँ मुन्धुम हामीहरू आइसकेपछि अब हामीहरूले चाहिँ यो चाहिँ हाम्रो लागि एउटा अत्यन्त महत्त्वपूर्ण पर्व हो है भनेर हामीहरूले त्यसलाई लिनुपर्ने हुन्छ। किनभने मुन्धुममा हाम्रा आदिकालदेखि परम्परा, श्रुति परम्परा अनुसार हाम्रा पुर्खाहरूले भोगेका कुराहरू चाहिँ मुन्धुमले आज भनिसकेपछि यो चाहिँ महत्त्वपूर्ण एउटा चासोक थिसोक भनेको अत्यन्त महत्त्वपूर्ण पुर्खाहरूसँग
जोडिएको र उनीहरूले खुसी व्यक्त गर्दै ल्याएको भनेपछि एउटा यो नै हाम्रो लागि कति महत्त्वपूर्ण पर्व रहेछ भनेर हामीहरूले चाहिँ सोच्नु पर्यो। अब त्यसरी युमालाई उनीहरूले पुकारिसकेपछि के हुन्छ त ताम्बुङनालाई उनीहरूले पुकार्न थाल्छन्। अनि ताप्पेरे ताप्योकमा फजिरी फयोकमा पुजिरी पुजे पुयोकमा चाजिरी चायोकमा लाजेदाङमा खाम्बेकताङमा इक्सादाङमा खाम्बेकताङमा लुङबुङदाङमा सिङबुङदाङमा चासोक आबिरे थिसोक आबिरे भनेर उनीहरूले त्यस पछाडि तपाईँको ताम्बुङनालाई पुकार्दछन्। ताम्बुङनालाई सावायाङहरूले कसरी बुझेको हुँदो रहेछन् भनेर बुझ्नु पर्यो भने यी वनकी धनी वनस्पति बोट बिरुवाकी धनी यो बिउ कि धनी अन्न कि धनी भनेर उनीहरूले बुझेको हुँदो रहेछन्। त्यसो गर्दा सुरुमै यौवा युमाङ अर्थात् कल्टिभेटिङ टाइममै उनीहरूले चाहिँ पुज्छन् मेरो चाहिँ खेतीबाली राम्रो होस्, अन्न राम्रो सप्रिएर जाओस्, बोट वनस्पति बोट बिरुवाहरूलाई मैले रोपेका बोट बिरुवाहरू वनस्पतिहरूलाई सुरक्षा गर्नु है ताम्बुङना भनेर उनीहरूले पुकार्दछन्। त्यसै गरी अब तपाईँको ताम्बुङनालाई उनीहरूले पुकारिसकेपछि चाहिँ तपाईँको के अरे तक्सङबालाई पुकार्दछन्। यक्चेला फेमिङलाबा कुन्दाङबा यभक्लो पमिङलो कुन्दाङबा सावायुक पुङ्गेम्बा अब लेक भन्ने बित्तिकै लेक तक्सङ भन्ने बित्तिकै लेक भयो। हाम्रो हामी कहाँ के छ उहिलेको कन्सेप्टमा चाहिँ अब यो पानी भन्ने बित्तिकै यो पानी त साह्रै चाहिन्थ्यो कल्टिभेसनमा खेतीपातीमा। त्यस पछाडि त्यो पानी त अब लेकबाट पानी आउँछ भन्ने खालको उसले गर्दाखेरि तक्सङबालाई अनिवार्य उनीहरूले कल्टिभेसन खेतीपाती गर्दाखेरि उनीहरूले पुकार्दथे। त यहाँ तक्सङबाए भन्दाखेरि तपाईँको के कुरा आउँछ अरे सावायुक पुङ्गेम्बा भनेर मेरो चाहिँ कन्सेप्टमा के सावायुक पुङ्गेम्बा भनेको त आदि मानव मुजिङना खेवाङनाको छोरालाई सावायुक पुङ्गेम्बा सिकारी भनिन्छ। म चाहिँ त्यही सावायुक पुङ्गेम्बा हो कि भन्ने मेरो आफ्नो तर्क मात्रै, किनभने यो मुन्दुम फलाक्दाखेरि तपाईँको तक्सङबाको मुन्दुम फलाक्दाखेरि सावायुक पुङ्गेम्बा भनेर उनलाई जस आफ्नो खेतीपाती राम्रो होस् भनेर पुकारिन्छ। लिम्बूहरूमा यहाँनिर एउटा इमान्दारिताको कुरा के आयो भन्दाखेरि जब खेतीपाती लाइन्छ मेरो खेतीपाती राम्रो होस् है भनेर भन्छन्। खेतीपाती लगाइसकेपछि एक दिन कल्टिभेसन चासोक थिसोकमा आइपुग्यो होइन, यवा युमाङ सकियो। यवा युमाङ भनेको कल्टिभेटिङ टाइम, फसल गर्ने खेतीपाती लाउने टाइम, त्यो त एक दिन फल छ। चासोकसम्म आइपुग्यो, चासोक थिसोक भित्र्याउने टाइमसम्म आइपुग्यो। जसरी उनीहरूले युमालाई उनीहरूले बाचा गरेका हुन्छन्, तपाईँको तक्सङबालाई पुकार्छन् होइन, ताम्बुङनालाई पुकार्छन्। त्यसै गरिकन जब अन्न भित्र्याउन आएपछि उनीहरूले फेरि चढाउँछन्। तिमीलाई हामीहरूले माग्यौँ हे देव, हे देवता, हे देवी, हामीहरूले माग्यौँ तिमीलाई, मलाई राम्रो फसल हामीलाई दियौ, मेरा छाखा सन्तानहरू छोराछोरीहरूलाई भोकभोकै नमरुन् भनी हामीले बिन्ती चढायौँ, तिमीले फसल दियौ, अब हामीहरू फेरि तिमीलाई चढाउँछौँ। यहाँ कति इमान्दार छन् हेर्नुहोस्। यवा युमाङमा कल्टिभेटिङ टाइममा जुन देवताहरूलाई पूजा गरे, अन्न पाकेपछि भित्रेको बेला आफ्नो चाहिँ पहिला जे भनेका थिए त्यही अनुसार उनीहरूलाई युमालाई चढाएर तपाईँको तक्सङबालाई चढाएर ताम्बुङनालाई चढाएर बल्ल उनीहरूले अन्न भित्र्याउँछन्। र यसले चाहिँ सावायाङहरूमा खुसी ल्याउँछ। जब सिबेरा एकथुक्ना त तपाईँले पोरोक्मी यम्फामिबादेखि लिएर सिबेरा एकथुक्नामा अन्न कसरी उत्पन्न भयो र सावायाङहरूले यी युमालाई ताम्बुङनालाई तक्सङबालाई बिन्ती चढाएर कसरी अन्न खेतीपाती गर्न सुरु गरे, अन्न रोपे। अब अन्न पाकिसकेपछि तिनैलाई सम्झिँदै तिनैलाई चढाउँदै कसरी उनीहरूले खुसी व्यक्त गरे, खुसीको माहौल तिनीहरूमा सावायाङहरूमा कसरी आयो भन्ने कल्चर चाहिँ आदिकालदेखि सावायाङहरू कालदेखि चल्दै आयो। याक्थुङबाहरू भनेको याक्थुङबा लिम्बू जातिको यसै भूगोलमा इम्बिरी याङथाङवामा तमोर सभ्यतामा के हुन्छ भने ढुङ्गे युगदेखिको कथा सुरु हुन्छ। खेतीपाती बिउ बिजन
सुरु गर्ने, पशुपालन सुरुवात गर्ने, आगो उत्पत्तिसम्मको ढुङ्गे युगका कथाहरू सुरु हुन्छ भने यो ठाउँमा, यो भूगोलमा याक्थुङ्बाहरू कति पुराना रहेछन् भनेर तपाईँले यो मुन्धुमबाट, यो मुन्धुममा हरेक उसमा आउने मुन्धुमहरू हेरेर पनि हामीहरूले सहजै हामीहरूले एउटा अनुमान लगाउन सक्छौँ। उनीहरूको सिभिलाइजेसन कसरी सुरु भएको थियो, इम्बेरी याङथाङवामा, यो भूगोलमा सिभिलाइजेसनबाट उनीहरूले गर्ने खेतीपातीदेखि लिएर बिउ बिजन, अन्न भित्र्याउने कुराहरूको कथाहरू आइसकेपछि हामीहरूले त्यसरी अन्दाज गर्नुपर्ने हुन्छ। र त्यसैले कालान्तरमा त्यो खुसियालीलाई देवदेवताहरूलाई चढाउँदै उनीहरूले खुसी साथ आफ्नो अन्न भित्र्याएको कालान्तरमा पछि गएर एउटा पर्वको रूपमा विकसित हुँदै आयो, जसलाई त्यही चासोक थिसोकको याक्थुङ्बा सावायाङहरूको खुसियालीले अहिले हामीले चाहिँ के भन्छौँ त, चासोक तङनाम भनेर एउटा पर्वको रूपमा हामीहरूले विकसित गरेर लगेको छौँ। र यो यसै गरिकन एउटा ठुलो पर्व हो। आदिकालदेखि हाम्रो पुर्खाहरू सावायाङहरूले चलाउँदै ल्याएको एउटा खुसियाली हो भनेर हामीले पनि पर्वकै रूपमा विकसित गर्दै, पर्वकै रूपमा मनाउँदै लानुपर्छ भन्ने मेरो मान्यता रहन्छ। धन्यवाद। दर्शकबिन, हाम्रो भिडियोलाई अहिलेसम्म हेरेर साथ दिनुभएकोमा तपाईँहरू सम्पूर्णलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा पनि यस्तै याक्थुङ समुदायसँग आधारित मौलिक संस्कार संस्कृतिसँग आधारित भिडियो सामग्री सँगसँगै विभिन्न सामग्रीहरू लिएर तपाईँको माझमा हामी फेरि पनि उपस्थित हुने नै छौँ। सुमालुङ टाइम्सको अफिसियल युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला। त्यसै गरेर सुमालुङ टाइम्सको फेसबुक पेजलाई फलो पनि गरिदिनु हुनको लागि अनुरोध गर्दै आजको बसेबाट म रजनी हाङसरम्बा बिदा हुन्छु। नमस्ते, सेवारो।